देखिउँदो छ सुन्तलीका रस नेपाली दाइको घरी पहरी जाने बस सुक्खा मलाई सपनी छ सुन्तलीका रस दुःखा जुनी भरी पहरी जाने बस आमा बुवा पापी रहेछन् सुन्तलीका रस पहिला नदियाली पहरी जाने बस पिमै खाउला पिमै लाउला सुन्तलीका रस चाहिँदैन घरी बार पहरी जाने बस दाया हात छोरो पर्छ सुन्तलीका रस बाया हात छोरी पहरी जाने बस छोरा छोरी दुवै एउटै सुन्तलीका रस पराउ बराबरी पहरी जाने बस Time is precious. Time once passed can never be recalled. अच्छा जुन अब एउटा घडी भयो यहाँ हैन अब घडी यहाँ भयो आज अहिले कति बजे अब अहिले 2 बजे हैन त 2 बजे अब यो 2 बजेको फेरि पनि 2 बज्छ अब बज्दैन हैन त अब अहिलेको टाइम त बिते नि त हैन प्रिसियस भनेको हामीलाई एकदमै चाहिने we should be punctual भनेको के हो punctual भनेको टाइममा गर्ने सबै कुरो टाइममा आउने टाइममा जाने टाइममा खाना खाने कति कक्षामा पढ्नुहुन्छ तपाईहरु कक्षा 10 क्लासमा अनि अहिले यहाँ कहाँ आउनु भयो अनि किताब ल्याउन साझा प्रकाश किताबको खोजीमा यो साझा प्रकाश किताब भेटियो त नै भेटिएन किन कति दिन भयो स्कुल सञ्चालन भयो स्कुल तपाईको 3 महिना जति भयो 3 महिना जति फागुन देखि लाग्यो हैन अहिले जेठ लाग्दा पनि किताबहरु कुनै पनि आएको छैन त्यसमा हामी विद्यार्थीहरु एकदम दुःख प्रकट गर्न सक्छ यो तपाईहरु जस्तै अब स्कुल सञ्चालन भएको 4 महिना पुग्न लागिसक्यो 3 महिना भइसक्यो अब के को आधारमा स्कुलमा तपाईहरुलाई पढाइराछ त स्कुलमा त्यही पुरानो कोर्सहरु पढिरहेछन् हैन कक्षा 9 र 10 को जो संयुक्त मिलाएर त्यसरी एकदम शिक्षकहरुलाई एकदम अप्ठ्यारो भइरहेछ र हामी आफैलाई नि पढ्न एकदम अप्ठ्यारो लागिरहेछ हैन त्यसरी नै पढिरहेछन् जस्तै यस जुम्लाकै हकमा भन्नुपर्दा 60 शिक्षकहरु छन् यतिखेर यस जुम्ला जिल्लामा स्रोत व्यक्तिको सट्टामा माविमा नियुक्त पाएका शिक्षकहरु हुनुहुन्छ उहाँहरुको बेसिक तलब समेत सरकारले नदिएर अहिले लगभग उहाँहरुको मासिक तलब 7500 रुपैयाँ मात्रै दिने गरेको छ ताकि त्यसको अलावा अन्य शिक्षकहरु त्यही माविमा टिचिङ गर्ने शिक्षकको हकमा हेर्नुहुन्छ 17000 तलब खाने 17-18 तलब खाने शिक्षकहरु पनि त्यही माविमा टिचिङ गरिरहनु भएको छ जसको कारणले त्यो शिक्षक बीचको त्यो शिक्षकको आत्मबल टिचिङ प्रोफेसनमा कसरी लगाव उसले राखिरहने भन्ने यो पनि एउटा समस्याको रूपमा छ अञ्चल अब बिगड ठाउँ नि हो अहिले बल्ल बल्ल चाहिँ गाडी पुगिरहेछ हैन गाडी पुगेर पनि अब त्यो राम्रो सुविधा भएन कहिले गाडी ढल्किने हो कहिले के गर्ने हो अब
गाडीले ल्याएछ भनेदेखि अलिक महँगो हुन्छ कि भन्ने झन् महँगो बढिरहेछ होइन। त्यही पनि पहिलाभन्दा चाहिँ केही सुविधाहरू भइरहेछ। अरू त यो खेतीयोग्य जमिन छ, भिड पाखा छन्, अब उकालो ओह्रालो गरेर खाइरहेछौँ, त्यस्तै छ। झुम्ली मैला नपढेर के राम्रा पहाडी पाखा धेरै मरिमा चोटा मैना घनिकाइदेऊ कि देउडा भागा अडलीमा बडा दुख के राम्रा पहाडी पाखा के गरी खाने हो मैना घनिकाइदेऊ कि देउडा भागा के गरी खाने हो मैना घनिकाइदेऊ कि देउडा भागा। अब पढ्न पाइएन सर, अब खसिती जानु पर्यो, पाठा गोठाला लाग्नु पर्यो, भैँसी गोठाला लाग्नु पर्यो, घरको काम गर्नु पर्यो। अब पहिला चलनमा त यहाँ जसले स्कुल लगाउँदै नलगाउने, गाउँ सल्लाह गरेर घर गएर गाडी तालो ल्याएर स्कुलमा राख्ने, त्यस्तो गरेर छोराछोरी स्कुल पठाएपछि मात्रै पछि गएर गाडी तालो फिर्ता गर्ने चलन थियो भनेपछि कस्तो लागेको छ? पढ्न मन लाग्छ कि हलो जोत्न पाए हुन्छ भन्ने मन लाग्छ त? मलाई पढ्न मन लाग्छ। कुन स्कुलमा पढ्छौ? स्कुलको नाम के हो तिम्रो? आई स्कुल। तिम्रो स्कुलको नाम? आई स्कुल। हाई स्कुलै हो? क ख ग घ आउँछ? के आउँछ भन त मलाई? आउँदैन। आउँदैन? तिमीलाई के आउँछ? क ख क ख कि अनि अरू? क ख कि यहाँको विद्यार्थीको अवस्था के छ? दोहोरो भूमिका निभाउनुपर्छ। एउटा घरमा अभिभावकको भूमिका निभाउनुपर्छ, बालबच्चा हेर्नेदेखि, खेतबारीमा काम गर्नेदेखि, अनि अभिभावकलाई हरेक कुरामा सघाउनेदेखि, अनि अर्कोतिर आएर दिउँसो फेरि विद्यालयमा आएर विद्यार्थीको भूमिका। यस्तो दोहोरो जिम्मेवारी छ यहाँको बच्चाहरूको। सानै उमेरमै, कलिलो उमेरमा उनीहरूले दोहोरो तेह्रो भूमिका निर्वाह गर्नु परेको अवस्थाले र 3-4 घन्टाको दूरीमा टाढाको विद्यालयमा पठन पाठन गर्न जानुपर्ने, बर्खामा पानीले सताउने, चैत वैशाखमा गर्मीले सताउने, अनि हिउँदोमा जाडोले, यी यस्ता वातावरणीय पक्षले पनि धेरै नै ठुलो असर पारेको छ पठन पाठनमा। थाकेर गएको हुन्छ, पढ्न पाउँदैन, फेरि गाई चराउन जानुपर्छ, खेतमा काम गर्न जानुपर्छ, अनि अभिभावकसँगै आर्थिकको जुन काम हो त्यो काममा पनि सँगसँगै जानुपर्ने हुनाले साह्रै नै विद्यार्थीहरूलाई अप्ठ्यारो अवस्था छ। कहाँ जानु लाग्यो भाइ? टिल्चर स्कुल पढ्न जान लागेको। भाइको नाम के हो? मेरो नाम तिलक थापा। यहाँबाट तिमीलाई स्कुल पुग्न कति समय लाग्छ? 4 घन्टा लाग्छ स्कुल जाँदा जाँदै थाकिहाल्छ। ए धेरै टाढा भएर थाक्ने? टाढा भयो। अनि फर्किँदा कति समय लाग्छ? फर्किँदा पनि 4 घन्टा लाग्छ, 4-5 घन्टातिर। विद्यार्थीको समस्या भन्दाखेरि उनीहरूको मेन रूपमा यो दुर्गमता र अलि गरिबीको कारणले हो। उनीहरू गरिबीको कारणले उनीहरूलाई प्रेजेन्ट गर्न नसक्नु, अनि उनीहरूलाई केही कापी कलम उपलब्ध गराउन नसक्नु, हाम्रो विद्यार्थीको मेन त्यही नै छ। कति टाढादेखि आउँछन् विद्यार्थीहरू? यहाँ टाढा भन्नुपर्दा म्याक्सिमम धेरै टाढा भनेको 2 घन्टाको छ सर। 2 घन्टा लाग्छ आउनलाई, जानलाई पनि 2 घन्टा नै छ, त्यतिसम्म टाढा छ।
आजकल छोरीलाई पढाएको छैनन् त पनि छोरालाई बोर्डिङ हाल्छन् छोरालाई हालेपछि छोरीलाई अनि यस्तो कोही पिरालाई यस्तै दाउराहरू पठाउँछन् धेरै जस्तो कति कोठा छ नि 2 लेख्यो हैन 6 दुना कति हुन्छ जम्मा कति सेवा छन् 2 कोठामा 1200 म 2061 सालदेखि काम गर्दै आएको मभन्दा अगाडि एकजना शिक्षकले काम चलाउनु भएर चाहिँ यो विद्यालय स्थान 2056 सालमा जिसीका जुम्लाले स्वीकृति दिएको हो र यहाँ अहिलेसम्म दरबन्दी एउटा मात्रै छ सरकारको पोलिसी कस्तो छ भने क्वालिटी एजुकेसन दिने तर फुल दरबन्दी कहीँ पनि छैन र एक त हाम्रो यो विकट ठाउँ जुम्ला त्यसमा पनि भूमि मार्चौर अति विकट छ यहाँ कक्षा 1 देखि 8 सम्मको लागि व्यवस्था छ 8 पास गरेपछि कहाँ जाने त यहाँबाट र शिक्षा ऐन अनुसार जाने हो भने त यो 40 जना पनि मलाई पुगेका छैनन् हैन 40 त म एकजना शिक्षक बराबर हुन्छ हिमालीमा 40 पहाडमा 45 तराईमा 50 एकजना शिक्षक बराबर रेसियो हानिएको छ यो नियममा तर कक्षागत रूपमा हेर्ने हो भने यो त मेरो लागि धेरै ठुलो भारी हो म खास यसलाई बोक्ने हो भने म सक्दिनँ होला सायद किनभने कक्षा 1 मा पढ्दाखेरि कक्षा 2 का 3 का 4 का विद्यार्थी अलपत्र पढ्ने भए अनि कक्षा 1 मा मैले प्रवेश गरिसकेपछि त्यहाँ विद्यार्थीहरूलाई होमवर्क दिइसकेपछि बल्ल म कक्षा 2 मा प्रवेश गर्छु त्यहाँ पनि पढाइसकेपछि त्यहाँ पनि होमवर्क दिन्छु त्यसपछि 3 मा प्रवेश गर्छु 3 मा अनि पढाइसकेपछि त्यहाँ दिनलाई केही गिरेखारी दिएर अनि फेरि 4 मा प्रवेश गरेर 4 का विद्यार्थीलाई पढाउँछु अनि फेरि पालो फेरि 1 2 3 4 यसै गर्दै अनि यी दिनहरू र आफ्ना दिनहरू आफ्ना समय 10 देखि 4 सम्मका समयहरू यसरी बिताइरहेको छु My name is Lilu. मेरो नाम लिलु हो I live in a small village. I live with my father, mother and sister. मेरो नाम लिलु हो म एउटा सानो गाउँ बस्छु र मसँग मेरो बुवा आमा र दिदी छन् What is your name? भन्ने सरले भन्ने हो बोल्नु हो What is your name? What is your name please? मलाई चाहिँ अहिले तितो अनुभव छ सर्टिफिकेट प्राप्त गरेर एसएलसी अथवा आईए अथवा बीए को दक्ष जनशक्ति को रूपमा सर्टिफिकेट पाइसकेका व्यक्तिहरूसँग मेरो चाहिँ अन्तर्वार्ताको घरेलु उद्योग विकास समितिले केही व्यक्तिहरू तालिममा समावेश गराउने सिलसिलामा अन्तर्वार्तामा बस्दाखेरि उनीहरूलाई आफूले पढेको कोर्सकै विषयमा चाहिँ प्रश्नहरू सोध्दा पनि कुनै पनि बताउन नसकेको कुनै पनि प्रश्नको चाहिँ उत्तर दिन नसकेको कारणले गर्दाखेरि शैक्षिक स्तर चाहिँ एकदम न्यून छ र होपलेसै छ जस्तै मैले चाहिँ अन्तर्वार्ताको क्रममा आफूले पढेको विषयको साइन्सको स्पेलिङ भन्नुस् त म्याथमेटिक्सको स्पेलिङ भन्नुस् त भन्दाखेरि मलाई लाग्छ चाहिँ 75% ले चाहिँ यो स्पेलिङ जानेनन् यसबाट मलाई के महसुस भयो भने यहाँको शैक्षिक स्तर चाहिँ सर्टिफिकेट लिन मात्र हो कर्णाली भूमि
दुःख पीर पीडाका लागि मोटरै जा घुमी घुमी कर्णाली दाजु भाइ हाम्रो कर्णाली दाजु भाइ हाम्रो रुँदैछ कर्णाली भूमि रुँदैछ कर्णाली भूमि हा 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 जडीबुटी सस्तै थियो मोटरै जा घुमी घुमी खपत गर्ने ठाउँ नै हाम्रो खपत गर्ने ठाउँ नै हाम्रो रुँदैछ कर्णाली भूमि रुँदैछ कर्णाली भूमि भाषाको कर्णाली थलो भाषाको कर्णाली थलो मोटरै जा घुमी घुमी कुनै ठाउँ र नाउँ नै हाम्रो कुनै ठाउँ र नाउँ नै हाम्रो रुँदैछ कर्णाली भूमि रुँदैछ कर्णाली भूमि सब एकौं कर्णाली बासी सब एकौं नेपाली हामी मोटरै जा घुमी घुमी कर्णाली बनाउन हाम्रो कर्णाली बनाउन हाम्रो रुँदैछ कर्णाली भूमि रुँदैछ कर्णाली भूमि कर्णालीका मर्म पीडा कर्णालीका मर्म पीडा मोटरै जा घुमी घुमी राज्य